मेरो लागि चाहिँ जसले मलाई बुझ्छ, जसले मलाई सपोर्ट गर्छ, जसले मलाई मेरो मेरो म जे छु त्यो कुरालाई एक्सेप्ट गर्छ, त्यही मेरो बेस्ट फ्रेन्ड हो मेरो लागि चाहिँ। अगाडि बढ्दाखेरि जसले साथ दिन्छ त्यो चाहिँ साथी। मलाई त अगाडि बढ्दाखेरि भन्दा पनि आफू केही नहुँदाखेरि, आफू जब डिमोटिभेट हुँदाखेरि, आफूसँग केही नहुँदाखेरि भएको साथीहरू छन् नि, तिनीहरू प्यारो लाग्छ मलाई चाहिँ। जब आफूले अब चाहिँ केही गर्न सक्दिनँ भन्ने फिल भइरहन्छ नि त, अब चाहिँ मसँग पैसा छैन है भन्दाखेरि भइहाल्छ नि, आइहाल्छ नि, कमाउँछस् फेरि कमब्याक हान्छस् भन्ने साथीहरू जब हुन्छ नि, त्यस्तोहरू चाहिँ साथी। मेरो लागि चाहिँ जसले मलाई बुझ्छ, जसले मलाई सपोर्ट गर्छ, जसले मलाई मेरो मेरो म जे छु त्यो कुरालाई एक्सेप्ट गर्छ, त्यही मेरो बेस्ट फ्रेन्ड हो मेरो लागि चाहिँ। अगाडि बढ्दाखेरि जसले साथ दिन्छ त्यो चाहिँ साथी। मलाई त अगाडि बढ्दाखेरि भन्दा पनि आफू केही नहुँदाखेरि, आफू जब डिमोटिभेट हुँदाखेरि, आफूसँग केही नहुँदाखेरि भएको साथीहरू छन् नि, तिनीहरू प्यारो लाग्छ मलाई चाहिँ। जब आफूले अब चाहिँ केही गर्न सक्दिनँ भन्ने फिल भइरहन्छ नि त, अब चाहिँ मसँग पैसा छैन है भन्दाखेरि भइहाल्छ नि, आइहाल्छ नि, कमाउँछस् फेरि कमब्याक हान्छस् भन्ने साथीहरू जब हुन्छ नि, त्यस्तोहरू चाहिँ साथी।